लो साथी हो यो लोवर सामदाङको घरमा चाहिँ फिनिसिङ भएको छ। यस्तो छ यो लाइट एमसी बक्स मिटरको लागि यस्तो छ फुलै फुलै भरेको घर। अब हामी पसौँ। यो सिटिङ रुम हो। सिटिङ रुम यस्तो देखिन्छ। सिटिङ रुम चाहिँ तपाईको सिटिङ रुम र तपाईको यो मेन डोर भयो। यो सिटिङ रुमबाट पस्दै गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ तपाईहरुको किचन छ। फिनिसिङ बत्तीको फिनिसिङ भएको छ। यहाँ चाहिँ यस्तो लाइट लागेको छ। यो चाहिँ डाइनिङ टेबलको माथिको लागि हो। यस्तो छ र तपाईको यहाँबाट यसो हेर्दाखेरि तपाईको सिटिङ रुममै देखिन्छ हो। तपाईको यो माथि प्रोफाइल लाइट अनि यो रुममा पनि यस्तो छ। यसरी प्रोफाइल लाइट लागेको छ। तपाईको लाइट यसरी लागेको छ। एउटा व्हाइट हो एउटा वार्म। यसरी यो कर्नरमा वार्म उपर कर्नरमा वार्म अन्त यो चाहिँ व्हाइट लागेको छ। यस्तो छ। अन्त चाहिँ यो रुममा पनि फल सिलिङ भएकोले गर्दा लाइट लागेको छ। यो बाथरुममा बल्ब लागेको छ। पर गिजरको स्विच चाहिँ यहाँनिर राखेको छौँ र यहाँ पनि फल सिलिङमा लाइट बसेको छ। यहाँ पनि यस्तो छ। यो मसिनो कप लाइट यस्तो बस्दै गएको छ। यहाँ पनि एउटा सानोबडे लाइट बसेको छ। यस्तो छ। यो बाथरुम यस्तो भएको छ। पर गिजर बस्छ। यो कप लाइट दुईटा। यसमा पनि वार्म लाइट र कर्नरमा व्हाइट है। यसमा चाहिँ साइडमा तपाईले देख्नुहुँदैछ कप लाइट बलेको हो। यो चाहिँ 6 वाटको ह्याभल्समा। यो चाहिँ ह्याभल्समा 6 वाटको बल्ब बलेको छ। अन्त चाहिँ यहाँनिर पनि लाइट छ। यो आइपुग्दाखेरि चाहिँ तपाईको यो कर्नरमा वार्म कर्नरमा व्हाइट। यो मन्दिर कोठा बनिन्छ। यहाँ पेसेन्ट बस्छ। यसरी यो घर बनिएको छ। अनि चाहिँ तपाईको यहाँ पनि त्यस्तै छ। 4टा लाइट बस्दै गर्दा स्विच बोर्ड यहाँ छ। यहाँनिर तपाईको पावर पोइन्ट छ। यस्तो छ है। अन्त चाहिँ यो घरको लुक्स चाहिँ यस्तो छ है। यहाँ टिभी बस्छ र यस्तो हेर्दाखेरि चाहिँ यहाँ यस्तो छ। यहाँबाट देखिने पारी चाहिँ पारी लिम्बू यो पेक्थाङ हो। यस्तो छ र अब तपाईहरुले यहाँ यो घर चाहिँ यो राजदबाडी भाइको हो। ठुल्दाजुको घर यहाँ छ। यो दुईटा घर पनि वायरिङ गरेको। यो माथि पनि दिनेश सरको पनि गरेको। यस्तो यो चाहिँ सट्टै सो आएर यस्तो छ है। र म आफू पनि लागि परेर आज चाहिँ यो गरेर सकेको।